हेलो साथीहरु, आज चाहिँ हामी मटन करी बनाउन जाँदैछौँ। सुरुमा कुकरमा तेल हालौँ। तेल मजाले कुकर तताएपछि अनि तेल तातेपछि यो स्टार के हो ड्राईहरु सीड्सहरु हाल्दिनु। आई डोन्ट नो रियली बट यो अनि हल्का यसलाई खराउनु दिएपछि 5 फुरन मसला त्यो फराउन दिएपछि टक्क आफूले अगाडि काटेर राखेको प्याज हाल्नुहोस्। त्यसलाई हल्का डीप फ्राई हुन दिनुस् मजाले। अनि डीप फ्राई हुँदै गर्दाखेरि मजाले डीप फ्राई हुन दिनुस्। त्यही त हो नि साथीहरु। अलि मजाले डीप फ्राई भइसकेपछि अदुवा लसुन र सुकेको खोर्सानीलाई मजाले कुटेर त्यसको पेस्ट बनाउनुस्। हल्का पिरो चाहियो नि त। अनि त्यसपछि हालेर मजाले घुमाउनुस्, मिक्स गर्नुस् अनि यसलाई पनि मजाले फ्राई गर्न दिनुस्। अनि फ्राई भइसकेपछि यो मसला हालेको मसला सबै यो चाहिँ सबै मिक्स मसला छ यहाँ चाहिँ त्यो सबै हाल्नुस्। अनि चिकन मसला हैन, सुकेको धुलो खोर्सानी, कोरिएन्डर पाउडर के भन्छ धनियाको धुलो, जिराको धुन्यो, मिट मसला, अकरम बकरम सबै मसलाहरू जति पनि छ आफ्नो घरमा सबै हाल्दिनुस्। अनि मसला मजाले पाकेर यस्तो भइसकेपछि त्यसलाई फेरि मजाले चलाएर यस्तो क्यामेरामा ल्याएर देखाउनुस्। वाओ, लुक एट द टेक्सचर गाइज, कलर हेर्नुस् न। ओहो, त्यसपछि काटेर हालेको टमाटर कट 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 पारेको टमाटरलाई इनपुट गर्ने अनि त्यसलाई मिक्स गर्ने। ओके, त्यसलाई मिक्स भइसकेपछि टमाटरलाई मजाले पाक्न दिएर यस्तो लेदो बनाएर ग्रेभी, दामी ग्रेभी बनाउने। त्यसपछि आउँछ हाम्रो मासुको राजा। हाम्रो मासुको राजालाई मजाले कतिखेर आउँछ यार, आयो हो। यो मासुको राजालाई मजाले हालेर मिक्स गर्ने। यो चाहिँ महँगो हो नि खसीको मासु गाइज, हेर्नु न, हेर्दै खाउ लाग्ने। ओहो, अनि मजाले मिक्स गरिदिएर म चाहिँ यसरी भर्खर सिकेको नयाँ रेसिपी, त्यही भएर हजुरहरूलाई देखाउनु भनेर। ओहो हो, त्यहाँ हेर्नु न हड्डीको पार्ट त वाउ, यस्तो दामी त। कसले भनेको छ थोरै पानी हाल्दिनँ, के गर्नु महँगो हो अलिकति, सबैलाई पुऱ्याएर खानु पर्यो। 10 जना थियो खाने चाहिँ यति मासु फेरि, त्यही भएर। अनि सिटी लगाउने सुट अनि भित्ता सित्तातिर चाहिँ हेर्नु हल्का फोड्छ त्यो। अनि खोल्ने सिटीलाई बिर्को, अनि त्यसपछि धनियाँ हाल्ने। यसरी चाहिँ कलर देखाउनुको लागि यस्तो दामी देख्यो वाउ। अनि यसरी देखाउने। ओहो हो, आएन त तपाईहरुको मुखमा पनि पानी। अनि